नमस्कार सबैजनालाई। आज भने चाहिँ हामी खेल्नु जाँदैछ धोत्रे है। एकजना म कान्छुमी अगाडि छ होइन, देख्नु सक्नुहुन्छ है। जामुनी पुग्यौँ है, अहिले चाहिँ हामी जामुनी पुग्यौँ। धोत्रे जाँदैछु खेल्नु होइन, देख्नु सक्नुहुन्छ। स्टार प्लेयर हो फेरि, ब्याक टु ब्याक म्यान अफ द म्याचहरू मात्रै छ अहिले। र हेर्नुहोस् होला आजको अपडेट है, तपाईँहरूलाई दिनेछु है के कसो हुन्छ। यो चाहिँ जामुनी हो, यो जामुनीको ब्रिज चाहिँ हेरिदिइहाल्नुहोस् न मेरो ब्लगमा है तपाईँहरूले। यस्तो दामी छ होइन यो जग्गा चाहिँ, टुरिस्ट प्लेस हो होइन, टुरिस्ट प्लेस हो। यो रिसोर्टहरू बनिएको भए चाहिँ झन् दामी हुन्थ्यो नि है। हिलहरू तुऱ्यो आफ्नो ए भन्दैछ होइन। यहाँ देख्नु सक्नुहुन्छ कान्छुमी टप बिग प्लेयर। ओ बिग प्लेयर ओ ए हामीलाई देखेन के हो। हेर्दै जानुहोस् होला आजको भ्लग चाहिँ होइन। तपाईँलाई म जति सक्दो राम्रै देखाउन चाहन्छु है मेरो भ्लगमा चाहिँ। हेरिदिँदै जानुहोस् होला है। चाहिँ हाँस्दैन भाइ, यो कुरा चाहिँ हाँस्यो कि फेरि फस्यो नि त गाइस। यस्तै हो। अहिले भने चाहिँ हामी है बिजनबारी पुग्नु आँटेको छ। अगाडि अगाडि देख्नु सक्नुहुन्छ हिरो कान्छुमीलाई हो। आजको मेन साइड ब्याक हाम्रो होइन। अनि एजेर म चाहिँ एउटा बाइकमा छु, कान्छुमी चाहिँ एउटामा छ है। देख्नु सक्नुहुन्छ मलाई हो राइडर अगाडि अगाडि छ। गाइस तपाईँलाई अपडेट दिँदै गर्छु म है, हेर्दै जानुहोस् होला। अहिले भने चाहिँ हामी बिजनबारी बजार आइपुगिसक्यो होइन। अब चाहिँ हामी कहाँ जानुपर्छ अरे चाहिँ होमस्टे गएको होमस्टेमा बोलाएको छ हामीलाई हो म्यानेजरको। त्यहाँ गएर चाहिँ बेम्बो सबै मिटअप भएर चाहिँ त्यहाँबाट चाहिँ टिम निस्किन्छ नि त हामी चाहिँ। अब चाहिँ हामी बिजनबारी बजार आइपुगेको छ। त्यहाँबाट चाहिँ होमस्टे गएर त्यहाँ चाहिँ टिम मिटअप भएर त्यहाँबाट चाहिँ जानुपर्छ। गाइस हेर्दै गर्नुहोस् चाहिँ म देखाउँदैछु तपाईँहरूलाई। अहिले भने चाहिँ हामी है गाडीमा आइसकेको छ है, बाइक राखेर गाडीमा जाँदैछु होइन। देख्नु सक्नुहुन्छ हतारमा ढिलो गरिहाल्छु है बुर्की बढाउ फेरि होइन। लागिसकेको छौँ अब हामी चाहिँ ग्राउन्डतर्फ। र अहिले भने चाहिँ हामी है डाइरेक्ट ग्राउन्ड आइपुगिसक्यौँ है। देख्नु सक्नुहुन्छ बुवाको चाहिँ वार्मअप हुँदैछ, हाम्रो आरएसीको क्याप्टनको चाहिँ हो। यता हाम्रो आरएसीको फेरि टिम म्यानेजर। हेलो के छ दाजु? अन्त आज आरएसीबाट होइन फेरि दा, आरएसीलाई जिताउनै पऱ्यो फेरि आज। देख्नु सक्नुहुन्छ हो बुवा वार्मअप। बुवाको फेरि वार्मअप हुँदैछ नि त यहाँ आरएसीको क्याप्टनको। यो चाहिँ हो तपाईँको सेकेन्ड, यो पढ्नु सक्नुहुन्छ तपाईँले रालीगुराँस कप ओपन नकआउट फुटबल टुर्नामेन्ट धोत्रे। धोत्रे चाहिँ फेरि यहाँ माथि चाहिँ सन्दकपुरहरू यताबाट चाहिँ जान्छ नि त हो। एक्ज्याक्ट थाहा छैन, यो चाहिँ एकदम टुरिस्ट प्लेस पनि हो होइन। त्यो चाहिँ हाम्रो टिमको दाहरू हो। अनि यो चाहिँ एउटा टुरिस्ट प्लेस पनि हो है। माने भन्ज्याङबाट तपाईँको लगभग 10 किलोमिटर होला है, त्यस्तो डिटेल्समा त थाहा छैन मलाई हो। तर पनि मेरो डाउटमा यहाँ होमस्टेहरू पुरा छ हो त। अब हामी चाहिँ यता खाजा खाने है। हजुर आउँदैछ हजुर। यो चाहिँ गुराँस चाहिँ दामी फुलेको छ नि त यहाँ चाहिँ। गाई त्यस्तै हो है। आजको गेम चाहिँ दामी हुन्छ।
मौसम दामी छ नि त फेरि यहाँ अहिले चाहिँ हाम्रो यहाँ लन्च हुँदैछ हो बुवा खोइ खोइ तपाईँको बर्गर देखाइदिउ न देखाउनु न तपाईँको बर्गर बुवाको फेरि बिग बर्गर हो नि त देसी बर्गर होइन लाम्सा टाइपको खाँदैछ चिकन हो मेरो हजुरको चाहिँ चिकन हो हो त गाइज आज भने चाहिँ बिग विन है यता आजको मेन प्लेयर हेरिदिउँ न यता देखाइदिउँ न अन्त यता आज चाहिँ आरएसए चाहिँ क्याप्टन के छ भन्नु केही छ भन्नु केटाले कप्टी गरे मलाई एउटा पास खेलाएन एकदम गुनासो बिग विन होइन सेमी फाइनल होइन अब क्याप्टन हो नि फेरि आरएसएको हाम्रो पनि यसो फलो गरिदियो भन्दै मेन्सन हाम्रो यता फेरि भनिदिनु न तपाईँको च्यानल अनि अब सामुएल गुरुङ मात्रै भन्थ्यो त सामुएल गुरुङ यसो माया देखाइदिनुस् मलाई पनि यसो माया देखाइदिनुहोस् होला होइन सपोर्टर्सहरूले अनि यता हाम्रो गोलकिपर भयकर है यता हाम्रो बुबु हिजो बुढीले छोडेको यता चाहिँ सनाम होइन यस्तै हो है बिग विन धोत्रेमा सेमी फाइनल पुग्यो होइन अब चाहिँ डलर कमिहाल्यो ल तिमी अनुहार देखाइदेऊ न झन् ए लु डलर फेसबुकले वङ कि वङ अब त्यही हो सेमी फाइनलमा भेटौँ गाइज है सामेल दाको देखो न कपाल सामेल दा कपाल त वेक्स लगाएको अघि आइसक्यो वेक्स लगाएको वेक्स वेक्स लगाएको त्यो वेक्स द वेक्स धुवा त कपालको र यस्तै हो अघि गेम अगाडिको चाहिँ भिडियो बनाउनु पाइनँ होइन हेलो हेलो बिग फ्यान सामेल दा ल गाइज किप सपोर्टिङ थ्याङ्क यू